हेलो नमस्कार टसिदिले फेपुलो भन्दै आज म फेरि सानो भिडियो लिएर तपाईहरुको अगाडि आइरहेको छु। अन्त यहाँ चाहिँ एकदम दामी दिन भइरहेको छ। यो आज लक्ष्मी पूजाको दिन। आज यहाँ हामीहरु चाहिँ ड्युटीमा खटिरहेको छ र कञ्चनजंघाको भ्यू पोइन्ट दामी निस्किरहेको छ। अनि यहाँतिर चाहिँ अहिले भर्खर कटिङ चलिरहेको छ। यो चाहिँ अहिले टुरिस्ट पोइन्ट चाहिँ छैन यहाँतिर चाहिँ जस्ट आर्मीको एरिया मात्र हो। यो एरिया चाहिँ आर्मीको हो। तपाईहरुलाई जुम गरेर देखाइरहेको छु। यो चाहिँ कञ्चनजंघा एकदम दामी बादलले छोपिरहेको छ। अहिले सम्म चाहिँ एकदम दामी छ। तपाईहरुलाई म बिस्तारैसँगले देखाइरहेको छु, हेर्नु होला है। यो माउन्ट एभरेस्ट कञ्चनजंघा हरु छ। यहाँतिर चाहिँ धेरै-धेरैवटा हिमालहरु चाहिँ जोडिएको छ। यो एकदम लास्ट इन्डिङमा यहाँदेखि चाहिँ एकदम दामी देख्नुहुन्छ। र यो चाहिँ यसको चाहिँ हाइट चाहिँ कति फिट छ भने 15,800 त्यस्तै होला यहाँतिर चाहिँ समथिङ। र हेर्नुहोस् मौसम एकदम क्लियर, जहाँसम्म देख्नुहुन्छ त्यहीसम्म देख्नुहुनुहुन्छ। र यो जग्गामा चाहिँ अब फ्युचरमा चाहिँ टुरिस्ट पोइन्ट हुन्छ होला, तर आज चाहिँ भएको छैन। अहिले चाहिँ भर्खर कटिङ चल्दैछ। रोड चाहिँ एकदम झकास बनेर आउँदैछ। र हेर्नुहोस् तपाईहरुले पनि एकै साथमा बादल बसिरहेको छ संसारमा। र हेर्नुहोस् म यसो रिल्स घुमाएर लिएर चाहिँ यहाँ तल पवित्र चेन्जेबल पोखरी तोसा लेक भन्छ। यसमा मागेको कुरा सब पुग्छ अरे। र यसमा नर्थ सिक्किमबाट बहुतै आउँछ पूजा गर्नु, मान्यता गर्नु यो मुनिको पोखरीमा। तपाईहरुलाई जुम गरेर पनि देखाइदिन्छु त्यो पोखरीको नक्सा है। यो पोखरी चाहिँ एकदम पवित्र पोखरी हो। यहाँतिर चाहिँ मागेको कुरा सबै पुग्छ। ल हेर्नुहोस् है। आजको यतिमै राख्न चाहन्छु। ऑडियन्सलाई धन्यवाद दिँदै।